नमस्ते सबैजनालाई, वेलकम ब्याक टु माई युट्युब च्यानल। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि। एकदमै म पनि सन्चै आरामै छु। अनि आजको भिडियो चाहिँ जो बाइक छ मसँग, आज चाहिँ हल्का हजुरलाई चाहिँ म तलतिर कहाँ जान्छौँ त्यो भिडियोमा हेर्दै गर्नु कहाँ जान्छौँ। अनि अहिले चाहिँ हामीले चाहिँ बाइक पाइसकेको छौँ दाइको, लर्ड बुद्ध इन्स्टिट्युटको के भनौँ यार, त्यो दाइ चाहिँ यहाँ पढाउनुहुन्छ कि, मतलब कि पार्टनरसिपमा यो इन्स्टिट्युट चाहिँ। अनि बाइक चाहिँ हामीले लगिसकेको छौँ। अब यो बाइक लगेर चाहिँ हामीले अब यतादेखि घुम्न जानुपर्ने हुन्छ। घुम्न चाहिँ हामी कहाँ जान्छौँ हजुर त्यो भिडियोमा भनिरहनु, हजुरलाई देखाइहाल्छु म के कस्तो भइरहेको छ। अनि ल लेट्स सी, मेरो साथी चाहिँ माथि गएको छ, अब त्यो आउँछ अनि त्यसपछि हामी निस्किन्छौँ। A few moments later. साथी पनि आइसकेको छ। अब यहाँदेखि चाहिँ हामीले अब बाइक चलाएर चाहिँ जानुपर्छ। चस्मा लाउनु पर्छ यार सामान आज चाहिँ ब्लग पछाडिबाट यसले गर्छ क्यामेरा। ल हामी चाहिँ अब स्टार्ट हुन लाग्छ। अब एक डन्डी मात्र छ है पेट्रोल चाहिँ। अब कति दिन्छ रहेछ हन्डाको कतिको आज माइलेज चेक पनि चेक गरिन्छ। ल सर बाइक चाहिँ स्टार्ट भइसकेको छ। कस्तो अगाडि त चलाएर फेरि एक्सिडेन्ट होला, फेरि राखिँदा यही हस्पिटलमा सुर्खेत हस्पिटल भनेर कुछ भी अब अगाडि निस्किसकेको छ। अब हेर्दै जानु हजुर, हामी कहाँ जान्छौँ, हजुरलाई कहाँ ठाउँ देखाउँछौँ है त हामीले। अब कहाँ जाने त्यो चाहिँ थाहा छैन हामीलाई, कहाँ जान्छौँ त्यो थाहा छैन, त्यो चाहिँ थाहा छैन। अझै मुलपानी हाम्रो, अनि मुलपानीदेखि त तलतिर हामी लाग्यौँ, औडीतिर लाग्यौँ। बाटो चाहिँ एकदम यहाँको मिठो छ क्या, फेरि बाटो त एकदम मिठो छ। अब झ्याप्पो सडक पुरै काट्दैन क्या। अगाडि चाहिँ बप्पाल, अगाडि चाहिँ पछितिर सनसेट चाहिँ बप्पाल आउँछ, पछितिर चाहिँ अलि दिउँसोको टाइममा यो हामी त्यस्तै अब खान्छ भेट्दै छ, हेलो गरिन्छ। अगाडि चाहिँ अब एकदम खाली रोड छ। उदाहरणमा केटा उताको पर चाहिँ यो पुरै कोलडाँडा हो। अन्त हामी अब अस्ति चाहिँ पर उता कोलडाँडा कहाँ थारूघटे छ, थारूघटे छ। त्यो कोलडाँडा गल्ती साइडतिर पर्छ। र त्यहाँतिर चाहिँ एउटा माथि एउटा कोलडाँडा स्कुल छ, त्यहाँ चाहिँ हामीले राष्ट्र रनिङशील भएको थियो भन्दा अगाडि उता 2080 साल। ल यहाँ चाहिँ उता स्कुलको नाम पाइना राम्रो यार 2 नम्बरमा। त्यसपछि सर गर्दै हामी अगाडि बढिरहेका छौँ मिठो तरिकाले। है त हामी अब भोलि बाटो आइसकेको छौँ। यो चाहिँ हाम्रो पुरै त्यो कोलडाँडा पुरै डाँडा हो। यो चाहिँ एकदम मिठो छ, हेर्ने बेला चाहिँ भिडियो बनाउनु मिठो छ डाँडा चाहिँ। ल हामी चाहिँ अब थोरैतिर लाग्यो, हाम्रो ठौरी हो हेर्नु सक्छु। यो चाहिँ उता कहाँ जान्छ मलाई त्यो थाहा भएन, अलि माथितिर डाँडातिर जान्छ होला सकेसम्म। हात्ती बाटोसम्म त खिच्छ क्या त्यो त। हामी त गिरिघाट जाने बेला त्यो बाटो छैन नि त त्यस्तो। ए पहिला गिरिघाट जाने बाटो होइन र हामी त। ए बाबे चिन्नै गाह्रो पहिला हजुरले हेर्नु भएको हात्ती कति 9 क्लासमा हो है, 9 क्लास 10 9 हो क्या है। त्यो चाहिँ अब हेरौँला। तर हामी चाहिँ त्यो पहिला उता बिचको बाटो छ, हामी चाहिँ त्यहाँबाट चाहिँ गिरिघाट गएको थियौँ। एकदमै रमाइलो पनि भएको थियो, लास्टै लामो बाटो थियो। हामी चाहिँ पुरै हुन्छ यस्तो पुरै पाहाड चढी गएको थियौँ कि मान्छे हिँडेर यस्तो है भएको थियो। उता बेस्ट छ नि है, बेस्ट हो नि बेस्ट हो। हामी चाहिँ अब त्यहाँ जाने भनेको छौँ, गिरिघाटको उतातिर साइड छ एउटा पौडीको एकदम बप्पल स्पट। हामी चाहिँ त्यहाँ जाने साथीलाई सोधेको डुबाउँछ, ठुलै छ तर गहिरो छ। डुबाउँदैन मान्छे मर्ने गरी पनि बाँचिहाल्छ, तर मान्छे मर्नु भएन, डुबाउँदैन भाग छैन। यो चाहिँ रोड चाहिँ एकदम मिठो छ क्या यार। हाम्रो घरतिर पनि यस्तो एउटा बप्पल रोड छ, बाइक चलाउनु। यहाँ त हुन्छ त त्यहाँको मोडले पनि मिठो छ क्या, एकदम मिठो छ मोडले पनि यहाँ।
राम्रो छ चाहिँ मर्ने बेला त यो चाहिँ हाम्रो पुरै तलतिरको चाहिँ पुरै सुर्खेत बजार हो यो चाहिँ हाम्रो पुरै तलतिर सुर्खेत बजार कस्तो राम्रो छ पिस छ एकदम जङ्गल छ एकदम चिसो चिसो हावा खाने बिहान बेलुका मस्तको घाममा यहाँ बस्नु त रमाइलो छ है दुःख पनि उस्तै छ नि फेरि सरसुविधा उतातिर छ फेरि सरसुविधा हुँदैन त यो दुःखले नत्र त मस्त चाहिँ हुन्छ सरर घुम्दै यस्तो डाँडा हेर्दै आज डाँडा राम्रो देखेको छैन माथि अलि बादल लाएर एउटा सानो स्कुल मिठो तरिकाले मोड्यो हाम्रो चाहिँ कुन स्कुल हो अब कमेन्ट गरिदिनु होला नाम थाहा छ भने श्री सरस्वती माध्यमिक विद्यालय रहेछ बल्ल थाहा भयो अब उतातिरको चाहिँ पिस सकेपछि उतातिर चाहिँ एउटा ठाउँको नाम चाहिँ त्यो जयपुर हो त्यहाँ चाहिँ पिच छैन यो ठौरीतिर चाहिँ पुरै पिच छ अब हाम्रो जयपुर है यो यताबाट चला कहाँ छस् घुम्न जाने होस् ल हामी आयो तेल हाल्ने पैसा हल्का बना त बरु ल ए आइयो त फेरि उता फर्किरहेको छौँ त्यहाँबाट बाटो फेरि उपरै खत्तम छ नि फेरि त्यही भएर हो मान्छे जाललाई चाहिँ फेरि उस्तो हुन्छ त अब चाक उपरै दुख्छ फेरि त्यस्तो हामी चाहिँ त्यही भएर हामी यहाँ के म र नेपाली शुद्ध भाषा बोल्ने हो हामी चाहिँ यहाँबाट फेरि भौरीबाट उता पानी उताबाट फर्किन्छ मस्त छ जुन चाहिँ अब यो इन्जोय गर्नु किनकि यो बाटो देखाइसकेको फेरि अब हुन्छ त बोलेर के देखाउनु मस्तले बाटो मात्र हेर्नु अब गर्नु नै भएको होला डाँडा छ त पुरै फरक देखिन्छ हामी बिचमा मैले सिधा अर्को तरिका देखिन्छ यहाँतिर बस्छौँ भने एक बाटो धेरै देखिन्छ एक बाटो धेरै खिन्छ राम्रो बिजुलीको पोल्छ क्या काट्यो यार मिठो लान्छ अब बप्पा सिधा रोडमा छ अब चाहिँ कुद्ने हो अब चाहिँ कुदाउने हो हाम्रो लन्चुकामा दाइ हुनुहुन्छ विमल दाइ भन्ने उहाँदेखि चाहिँ बाइक पाएर चाहिँ अब हामी हेरिचोक फेरि आयौँ यता चाहिँ हाम्रो डान्स होलबाट चाहिँ डान्स भइरहेको छ च्यारिटी डान्स भनौँ हामी अब यहाँदेखि चाहिँ अब ट्याक्क अब आफ्नो घरतिर लाग्छ साथीलाई लाउँछ अनि त्यसपछि यो चाहिँ हाम्रो आफ्नो लाइन मिठो तरिकाले टक्क यो चाहिँ रेडी भएर अब हामी चाहिँ यतातिर निस्किन आएको छौँ निस्किने क्रममा के भन्न चाहनुहुन्छ यस्तो आफ्नो निस्किमा अब कहाँ जाने उसलाई देखाएर भनौँ त कहाँ जाने देखा आपने लापरवाही का नतीजा पहिला बाटै हार्छ बाइक चलाएन पहिला हेरौँ मैं त्यो बाइक चलाएकोलाई दिन माने फेरि भाई साहब कुछ ज्यादा नहीं हो गया नचलाएको त्यही त आयो त झाडु देखाउँछ क्या ल बस्छ चिन्ता गरौँ पहिला चन्द्रमा दिन्छु दिन फर्स्ट टाइम चलाउँदैछ भनिरहेको छ नि म टिकटक बनाएर बस्छु भोसडी भन्ने हामी पेट्रोल हालेर आउँछौँ टिकटक बनाउनुमा बिचमा चन्दुले बेजत गर्छ पेट्रोल पम्प पनि आइसकेको छ पेट्रोल पेट्रोल पम्पबाट पनि निस्किसकेको छ गाइस साथी छुटिसक्यो
हामी चाहिँ अब साथीलाई लिनु पनि आइसकेको छौँ पेट्रोल हालेर। पेट्रोल चाहिँ अब भर्नै पर्यो। कति पर्यो भाइ? त्यही 100कै हो क्या। 100को भन्दा बढी किन भर्ने हो र? चल्छ, धेरै चल्छ त्यो हाम्रो लागि। भयो बसेर खाँदै भएन त लामो। सुरज सामान क्यामेरा ल क्यामराम्यान चाहिँ ब्याक आइसकेको छ, छोडेर गएको दुईजनाले। क्यामराम्यान इज ब्याक गाइस। कहाँ जानु लाग्छ है? कहाँ जाने? माथि अब आफूले त चक देखाउने धुलो उडेर चाहिँ तनावमा धुलो उडी बाटो चाहिँ खत्तमै छ क्या। फेरि आएको त अर्को लाइन उयो चाहिँ एरिचोकको सिधै माथि जाने लाइन त्यो धुलो चलिमा बाटो त खत्तम छ फेरि। अब हामी चाहिँ यहाँदेखि चाहिँ ट्याक्क पङ्गल लोडिङ चोकतिर निस्किसकेको छौँ। सर 3जना ट्रिपल लोडिङ हानेर ए हुन्न ट्राफिक कालीगेटतिर लाग्न लाग्छ म। कालीगेटतिर हाम्रो छ अनि एउटा हाम्रो स्टलहरू साँच्चैन अगाडि चाहिँ बाटो मस्तको छ नि फेरि गाडी गलीको त। ल फाइनली हामी चाहिँ यता अब काँक्री बिहार अन्डर मतलब भित्र छिरिसकेको छौँ। कस्तो बवाल भाइ यो पत्ताको बारिस भए जस्तो अनि बवाल। अब यहाँदेखि चाहिँ अगाडि हामी निस्किनु पर्ने हुन्छ। ल काँक्री जाने अब काँक्री हिँड्न पहिला आएर त्यो कहाँ गइन्छ फिक्स छैन। ल गइन्छ तर कहाँ गइन्छ थाहा छैन। What are you talking about, man? सरर है एकदमै मिठो हुन्छ त। हावा लागिरहेको छ एकदमै बवाल हावा लाग्छ। कस्तो बेला शान्त छ बवाल छ यहाँ चाहिँ। बाइक चलाउनु ध्यान दे त भन। गाइस हामी आज धेरै टाइम बसिरहेको छौँ र आज त अक्का भिडियो फोटो आउने भयो स्टोरी हेर्नु लगाए बसेर अहिले ए कहाँको महाराज ल जोर लगाएको हैस। ल माथि आयो फाइनली। यो चाहिँ हाँस्दै आएर लाज नबचेको। यिनीहरूले भनेको देखे त मेरो मनै मार्थ्यो यार। अब चलाउनु नआउने हल्का सुन्नै पर्छ। ठिक छ सिकिन्छ आरामले बसेर हामी घुमेर आउँछ। धेरै दुःख पछि दुःख कष्ट गरेर पसिना बगायो बल्ल माथि चढ्यो। यो चाहिँ अब काँक्रीतिर आइसक्यौँ भनौँ। अब पप्पाले मन्दिर त भिउ चाहिँ अप्ठा छ नि मन्दिरभित्र। म त अस्ति गएको थिएँ ल। अब हामी चाहिँ ट्याक्क काँक्रीबार मन्दिर यो भित्र चाहिँ काँक्रीबार मन्दिर छ त लाग्छ। को जान्छ र जाने हो र टिकट जाने हो। गाइज आज चाहिँ अब यो खोला त सामा त खोल्न जाने छु अनाली जाने छैन। ए आउँदो रहेछ त। हामी चाहिँ अब यहाँ चाहिँ चटपटे खाने यहाँ बसेको छौँ। भित्र चाहिँ नजाने अरे। यी दुईवटा चाहिँ पहिल्यैबाट गइसकेको छ। म चाहिँ गएको छैन आजसम्म। तब पनि नजाने। जान त जान्छ पैसा पुग्दैन नास्ता। त्यसैले पनि नजाने भित्र चाहिँ अहिले। यहाँ चाहिँ अब चटपटे खान्छौँ हामीहरू चाहिँ बसेर। अनि यसो यहाँदेखि फेरि फर्किन्छौँ उतातिर चटपटे बन्नेको इन्तजार गरौँ। ल अब नियम सियम अब के भनिरहेको छ। अब केपी ओलीकारहरूले 3 बाउ एक चट्टमी होइन गर्छन्। अब जे गर्छन् हाम्रो देशलाई गर्छन् गर्ने त होला नि। देशलाई विकास चाहिएको छ। अब मलाई नि लिँदो अलि ठिक छ। खै एउटा घाँसको भिडियो कस्तो रहेछ टेस्ट चाहिँ यार ठुक्निहाल्यो सुरुमा।
टचेस गर्दा खान दुईटा कालो हुने कालो आएको खाँदा मुखमा पानी आयो राम्रो छ ठिक छ नि गाइड मलाई प्रायः चटपटे मन पर्दैन तर यहाँको चाहिँ मन पर्यो ठिक छ भने यहाँको चाहिँ अलि तर अरू ठाउँ जस्तो आलु र केरा मान्छेले हाल्न सिक्यो भने दामी हुन्छ यहाँ पनि चटपटे लेदो सेतो दामी चट्ट पिरो अमिलो चिलो ल यहाँदेखि चाहिँ अब हामी चाहिँ खाएर चाहिँ यहाँदेखि निस्किन्छौँ गाई तब चाहिँ हामी चाहिँ निस्किनु पर्ने हुन्छ यहाँ चाहिँ हप्ते पैसा उठाउनु लाग्छ नि त्यहाँ चाहिँ तिनीहरूले म चाहिँ स्टार्ट गर्छु अनि यहाँदेखि चाहिँ अब हामी निस्किनु पर्ने हुन्छ अब यहाँदेखि कति जाने अब चाहिँ बाइक उसले चलाउँछ भने ल हेलमेट पनि लग्नु छ अब चाबी दिएँ होइन मैले चाबी दिएँ होइन मैले ठिक छ त्यो हेर्नु यो प्यानल कस्तो यो हल्ल्यायो क्या यो पुरै हल्ल्यायो क्या के छ ल कस्तो ठाउँ भएन यार चन्दु बस छ न्युट्रलमै जान्छ न्युट्रलमै छोड त्यतिकै बन्द गर्छ ल न्युट्रलमै जान्छ पानी यहाँ चाहिँ शौचालय रहेछ है पब्लिक टोइलेट यस्तो पब्लिक प्लेसमा चाहिँ पब्लिक टोइलेट हुन्छ भने काहीँ हुँदैन काहीँ पैसा लिइदिन्छन् पैसा चाहिँ लिनुहुन्न भन्छु है म त सार्वजनिक शौचालय पब्लिक टोइलेट छ अनि त्यही भएर चाहिँ काहीँ पैसा लगिदिन्छन् क्या त्यहाँ अब त्यहाँ त्यस्तो ठाउँमा चाहिँ अनि त्यस्तो चाहिँ गर्नु न है सबैलाई बस पार्क जस्तो ठाउँमा हुने होइन खास बस पार्क जस्तो ठाउँमा किनभनेपछि अब त्यहाँ त सबै ठाउँबाट आउँछन् नि त होइन अब सुर्खेत भने चाहिँ 10 जिल्लाबाट आउने प्लेस भइसकेपछि त अब त्यहाँ चाहिँ मान्छेलाई जबरजस्ती कि जान्छ ए त्यो बस पार्कमा त्यो म हजुरलाई साइडमा भिडियो हालिदिन्छु है त्यो हेर्नु होला यस्तो मेरियामा त्यो उसले कुन खबर च्यानलले हाले एउटा खबर च्यानल एउटा कमेडीले हाले यस्तो खतरनाक के त्यो मतलब कि त्यो मान्छेलाई है हुन्छ त्यो रियालिटी हो त्यो बडीमा बडी त्यो कहाँ जाने बेला हुन्छ सिधै भित्र छिरेर केही भनेन होइन बरु पहिले हात त्यो नेपालगञ्ज जाने बेला बढी हुन्छ के त्यो नेपालगञ्ज जाने बेला त पहिले त मङ्गलगढी चौकदेखि लिएर अगाडिसम्म उभ्याउँछ ए त्यहाँ मङ्गलगढीदेखि कहाँ जाने ए रोक्नु गर त्यो अटोै भाइर पुरै घेर्दै गएको के ल पुरै त्यस्तो ए के भयो ल ए भाइर रोड जाने हो केटा हो अब यहाँदेखि जाने त्यही हो कल्चरल हो न अब हजुरलाई यताको हल्का सिनेमेटिक चेक गर्नुहोस् यो चाहिँ जङ्गल नि हो त्यो दुई बाटो जस्तो टाइपको मजाको राम्रो त्यो माथितिर चाहिँ रोड छ त्यो दुई बाटोको यो बाटोको यो बाटो छ हाम्रो यो बाटोको चाहिँ माथि त्यो छ हामी चाहिँ अगाडिबाट सरर गइरहेको छ जङ्गल चाहिँ बब्बाल छ नि फेरि हावा चाहिँ लाग्छ रनिङको लागि यता पनि बेस्ट पुरै गाडीबाट पुरै हात सकेन नि बब्बाल है हे गाइज गुड मर्निङ दिस इज द नेक्स्ट डे अनि हामी चाहिँ उताबाट घुमेर पनि आइसकेको थियौँ अनि हामीले चाहिँ इन्स्टिट्युटमा दाइलाई बाइक पनि पुऱ्याइसकेको थियौँ अनि एन्डिङ चाहिँ गर्नु पाएको थिएन बेलुका भ्लग अनि अहिले चाहिँ गर्नु लाग्यो अनि मम्मीले चाहिँ खाना पनि पक्सिसक्नु भएको छ अब खानुपर्ने हुन्छ यो भिडियोलाई यति अन्त्य गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब हिट द बेल आइकन जो नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला जय श्री कृष्ण